पुरै पानी बनाउन आयो नि त हामी पानी बनाउन आएको यस्तो छ अवस्था यो भुइँमा यस्तो छ यी पुरै जुका नै जुका खुट्टामा हेरे जुका र जुका के हो खुट्टामा मामा जुकाएर हातभरि जुका हजुर भाइ जुका डेन्जर ए पख्नु पख्नु बुढा त्यही बस्नु त यहाँ आमामा हेर्नु यहाँ लेखर दाइको पछाडि आमामा ल आमामा ऐट हेर्छ कहाँ जानु बुढा आमा खरी जुका डरै लाग्दो यस्तो नि आउँदो रहेछ हौ ओहो जाँदैन त डर लाग्यो मलाई यार छोड्दैन त यार तललाई जुगाको पुरै यहाँ हारी रहेछ बुढा आज सत्यनाशै हुने भयो नि जुगाले खरी जुगा नि आउँदो रहेछ हौ पहिला त यस्तो थाहा थिएन ठुलो जङ्गलमा आउँथ्यो है मेरो नि त्यस्तै पछाडि झुन्डिरहेछ कि बुढा हैट मलाई त खुट्टै उयो भइसक्यो कागुती ला जस्तो भइसक्यो हेर्न खुट्टाभरि पसियो नि आमामा जुकाएर हजुर बोटभित्र चाहिँ हाल नि अह टोकिहाल्छ नि झन् एकछिनमै आउँदो रहेछ यी कति फाल्नु यसलाई नुन ल्याउनु पर्ने रहेछ हौ झन् अडी नै नहुने रहेछ जाउँ बुढा उतै गएर फाल हजुर जङ्गल आउँदा यस्तो गाह्रो छ पानी बनाउन आउँदा यस्तो गाह्रो छ गाइजहरू होइन एक्लै आयो भने त म आयो भने त हात्तिएर मर्ने रहेछ बुढा बाटो बाटो नि डेन्जर छ गाइजोस जुका जुकाले सत्यनाश बनाउनु भइहाल्यो यहाँ चाहिँ ए कहिले जुका नदेख्ने मान्छे हुन्छ नि हेर्दै कहिले जुका नदेख्ने मान्छे हुन्छ नि त आत्तिहाल्छ नि यस्तो छ अवस्था है पुरै जङ्गलको फेदमा होइन खरी जुका त्यो तिनीहरूको त्यो के हुन्छ त्यस्तो है टाँसिने खुट्टै हुन्छ होला त्यो अर्को जुका हुँदा नि खरी जुका चाहिँ डेन्जर रहेछ होइन मलाई नि कहाँ टाँसिरहेको छ कि
मुहान आइपुग्नु लाग्यो हामी पानीको मुहान पुरानो ट्याङ्की यो चाहिँ ब्लग हालिदिइरहेको छ पछाडि क्यामेरामा सुताली आएर यस्तो छ अवस्था है जुगाले अब यहाँ हेर्नुपर्छ एकछिन जुगा मेलम्ची नगरपालिका सिन्धुपाल्चोक प्रदेश नेपाल के हो सिकारी पाखा मजुवा जुगाले मार्ने भयो आज हातमा आइसक्यो हिँड्दै हिँड्दै कहाँबाट आउने हो जुगा छेउ लागेको छैन तपाईँलाई जुकाले पुरै हो ट्याङ्कीमा आइपुग्यो हामी आमा बाउले खुट्टा आम्मा हेर जुका हेर के गर्ने होला यो जुकालाई यहीँ छोडिदिने जाँदै जुका खाने पानी सिकारी खाना पानी योजना ट्याङ्की त्यो जाली छैन जाली चाहिँ हेर्नु त त्यो पुरै फोर यस्तोबाट यस्तो खान्छ पानी केटा गाउँको मान्छेले होइन सिपपुरीको खेत यता खोल्नुपर्छ र यो खोल्नुपर्छ सफा गर्नु भ्याउँछ कति बजे 8 बज्न लाग्यो आज यतिकै हालिदिनु सफा गर्नुलाई त ऊ चाहिन्छ त नि रेन्चो ल्याएको छैन रेन्चो ल्याएको छैन अनि अर्कोचोटि गर्नु अब त्यहाँ त खोल्नु त सक्छ हो हातैले यस्तो उ गरेर होस् त्यति फोहोर त रहन्छ त्यति फोहोर त सामान्य भयो नि भनिदिनुपर्छ यो ढुङ्गाले छेक्नु पर्दैन यहाँनिर ढुङ्गाले मुखैमा हालिदिनु भएको चाहिँ हुन्थ्यो नि
पानीको ट्याङ्की वाल खोला सिकारी खोला भन्छ यसलाई चाहिँ पुरै ढाप ड्यामको मुनि हुँदै आउने पानी हो यो खोल्सा खोला एउटा ज्यावेल भयो नि ऊ के भन्छ थाली जस्तो भयो नि भनेको छ कि हजुर तङ्गिल दिनु न एकचोटि हामी त पानी त के हाल्नु नि चित्तै पुग्दैन कता यहाँ चाहिँ यो चित्त मलाई पनि देखेन मर्मत गरौँ भने मान्दैन भन्दा नि त अब त्यही त हामीले पानी खान्छ यो काम त अब श्रमदानबाट नि गर्न सकिहाल्छ नि श्रमदान गऱ्यो यो मोहन अलि उयो भयो कि त्यहाँनिर मासतिर के त्यस्तो जालीवाला हालिदिनु पर्ने कि यस्तो जाली हालिदिएपछि झ्याम्मै जाली हाल्नु कि होइन जुगाले टोयो एक्लै हुन्छ टर्चिनीहरू छ पुरै वनै वन खाने पानी झार यो दुईवटा यत्तिकै उतैसम्म पुग्ने हो भने त मजाले पुग्छ नि पुग्दैन नहीं ना इधर है
खरी जुगा यत्रो जुगा आमा क्या है